नेकपाको जुन हामीले एउटा आकांक्षा राखेका थियौं त्यसलाई केपी ओली भन्ने झापा निवासी एकजना व्यक्तिले धराशायी गर्यो। मैले त ठानेको थिएँ सुखानीको जंगलमा बगेको रगतको त्यो उज्यालो उहाँको मन मस्तिष्कमा सधैँ रहनेछ भन्ने ठानेको थिएँ। तर कारागारमा बस्दा बस्दा उहाँ बाहिर निस्किँदाखेरि त उहाँले त्यो रगतलाई अलकत्रा पो बनाउनु पर्छ। अब नेपाली कम्युनिस्ट पार्टीले त्यो अलकत्रालाई पखालेर फेरि त्यो रगतलाई माथि ल्याउँछ। अहिले तपाईहरुले सुन्नुभयो होला नि, केही दिन अगाडि कम्युनिस्ट नाम गरेको एउटा पार्टीको अध्यक्षले केही केटाहरू कराए। मैले महाधिवेशन गर्ने कुरा गरेँ, म त्यहाँ बोल्छु, महाधिवेशन सक्यो। कल्पना गर्न सक्नुहुन्छ कुनै कम्युनिस्ट नेताबाट यस्तो? कम्युनिस्ट नेताको कुरै छोड्देऊ, कुनै व्यक्तिको हृदयमा लोकतन्त्रप्रति जनताप्रति तिलको दाना जति आस्था छ भने यस्तो शब्द मुखबाट निस्किन असम्भव छ। उहाँले अर्को महावाणी भन्नुभयो, ए केटा हो रै नगर, तिमीहरूलाई उखरमा आउनु भएको छ, बस्नु मन छैन भने पार्टी छोडेर जाऊ। कसलाई भनेको थाहा छ? मेरा कुनै बेला सँगै काम गरेका सहयोगदाको नाम लिँदा सायद उहाँहरूलाई अन्यथा लाग्ने छैन, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल। अर्का मेरा अनन्य मित्र उपाध्यक्ष अलि सिद्धान्तको पनि कुरा गर्नुहुन्छ युवराज गेवाली, सुरेन्द्र पाण्डे लगायत तिमीहरू गइहाल्नु। एकातिर त्यो भन्नुभयो, तिनै व्यक्तिको मुखबाट अर्को शब्द आयो। सम्झना छ नि है? कामरेडहरू, यो घर छोडेर जो जानु भएको छ, यहाँ तपाईहरुको रगत पसिना बगेको छ, तपाईहरु आउनुहोस्। कस्तो लाग्यो तपाईहरुलाई? मलाई त कस्तो लाग्यो भने उहिले म केटाकेटी छँदा गाउँघरमा जाली फटाहरूले यस्तो बोल्छन् भन्ने सुनेको थिएँ। मलाई त त्यस्तै पो लाग्यो। लुरु केही साथीहरू, माधव कमरेड सँगै रहनुभएका केही साथीहरू त्यहाँ जानुभएछ। अब हामी यहाँ जान्छौँ भनेर कसेर जानुभएछ। यस्तै बेलामा भाषणमा त के भन्नुभएछ भने, उहाँहरूलाई मैले बोलाए होइन, आफै आएका हुन्। हो, कम्युनिस्ट पार्टीको नाममा यसरी कार्यकर्ता नेता र देशलाई दिग्भ्रमित गर्नेबाट जोगाएर साँच्चीकै कम्युनिस्ट पार्टीको आदर्श सिद्धान्त नीतिलाई कार्यान्वयन गर्न नेपाली कम्युनिस्ट पार्टी चाहियो। यो देशको सार्वभौमसत्ता, गरिमा, स्वाभिमानलाई कमजोर बनाउने, आर्थिक रूपमा त्यसलाई चुसेर राष्ट्रलाई खोक्रो बनाउने तिनीहरूको विरुद्धको शङ्ख घोषको यो एउटा महत्त्वपूर्ण चरण हो। त्यसको लागि आजैका मितिबाट मातृभूमि जागरण अभियान नेपालका सबै कमरेडहरू, सबै समर्थकहरूलाई अब तारा चिन्ह, चुनावी चिन्ह भएको, हँसिया हतौडा अङ्कित झन्डा भएको त्यो पार्टीमा सक्रियतापूर्वक, उच्च मनोबल, उत्साह, निर्भीकताका साथ लाग्न म आह्वान गर्न चाहन्छु। यसको साथसाथै नेकपा एमालेमा जो कमरेडरसँग मैले हिजो सँगसँगै काम गरेँ, प्रकाश शाह केन्द्रीय सदस्य आज आउनुभयो, नेपाल कम्युनिस्ट पार्टी श्रमजीवीका कमरेड आउनुभयो, अरू जनता समाजवादी पार्टीका साथीहरू आउनु भएको छ, अरू धेरैलाई हार्दिक बधाई दिँदै म यहाँबाट आह्वान गर्न चाहन्छु। एमालेमा रहनुभएका कमरेडहरू, केपी ओलीजीको अहङ्कार, चरम सत्ता लिप्सा, पशुपतिनाथ र भगवानले नबोलाउँदासम्म मै नेता हुँ भन्ने दम्भको त्यो जन्जालमा तपाईँहरू नपर्नु। सबैजना हातेमालो गरौँ, यो राष्ट्र निर्माण गर्ने हाम्रो साझा अभियानलाई पुरा गरौँ। नेकपा एमालेबाट तपाईहरु नेपाली कम्युनिस्ट पार्टीमा आजैको मितिबाट चिन्तन मनन गर्नुहोस्। आउने निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीलाई अत्यधिक बहुमतबाट जिताएर हाम्रा राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रिय सुरक्षा, परराष्ट्र स्वतन्त्र नीति सबैलाई कार्यान्वयन गरेर साँच्चीकै कम्युनिस्ट पार्टीले जुन भन्नुभएको थियो, म आज जनयुद्धमा रगत बगाउँदै निकै ठुलो भूमिका खेल्ने कतिपय साथीहरूलाई देख्छु, कोअर्डिनेसन केन्द्रदेखिका साकिया नेताहरूलाई देखिरहेको छु। साँच्चीकै हाम्रो त्यो सोच उद्देश्यलाई परिपूर्ण गर्नको लागि, पुरा गर्नको लागि निर्भीक, सक्रिय, उच्च मनोबलका साथ अगाडि बढौँ। हामी त्यसरी बढ्यो भने मलाई विश्वास छ हाम्रो वेगलाई कसैले रोक्न सक्ने छैन।